कहाँ सुत्थे, कहाँ ध्यान गर्थे र अनौठो कुरा चाहिँ के छ भने यो दरबार चट्टानमा माथि बनेको छ र हजारौं वर्ष पुराना इँटाहरू त्यो बेलामा कहाँबाट ल्याइयो त यो हेर्नुहोस् त बोकेर लिएर आउने ठाउँ पनि एकदम गाह्रो छ र सायद यो बीचको भाग चाहिँ त्यहाँ राजा सबैभन्दा माथि यहाँ बस्थे होला र यो घेरिएको भाग यसको चाहिँ कस्तो छ नि यहाँ कहीँ पनि पानी आउँदैन यो ठाउँमा यो ठाउँ चट्टानले भरिएको छ। यही बीचको भाग चाहिँ लङ्काका राजा रावणको बस्ने ठाउँ यहाँ थियो भने पौडी खेल्ने स्विमिङ तल थियो, रुख बिरुवाहरू थियो र यो माथिपट्टिको यो डाँडामा हेर्नुहोस् त यो यति अचम्मको ठाउँ छ कि यहाँबाट 600-700 फिट मात्रै 600-700 फिट मुनि मात्रै जमिन छ र अचम्म लाग्दो कुरा चाहिँ यो ठाउँमा कसरी मान्छे आउँथे पहिले। आज यो चट्टानलाई खोपेर आज यति डिजिटल युगमा त मान्छेलाई आउन गाह्रो परिरहेछ भने त्यो बेलामा मान्छे कसरी आउँथे र यो बीचमा यो के को लागि बनाइएको थाहा छैन तर यो चाहिँ सायद अब हेर्दै जाउँ त्यहाँ के लेखेको छ र यता माथि पनि पुरा चट्टान यो माटोको ढिस्का रहेछ सायद यो र यहाँबाट चाहिँ लङ्का पुरै देखिन्छ। श्रीलङ्काको यो बीचमा छ रावणको दरबार र रावणको दरबारको यो विशेषता चाहिँ विश्वको 8औं अचम्ममा पनि पर्छ। यहाँ यति धेरै मान्छे घुम्न आउनुहुन्छ यो विश्व सम्पदा सूचीको मा पनि पर्छ र यो रावणको सबैभन्दा माथिको भाग यो हो भने यो भाग चाहिँ यो हिँड्ने बाटोहरू पनि त्यो बेलामा यसरी यति सिस्टमले बनाइएको छ हेर्नु है यो सायद रावणको केही हो र त्यहाँ के छ सबै म देखाउँदै जान्छु त्यही गर र मान्छेहरू आएर यहाँ आएर लङ्कालाई यति मजाले हेर्दै हुनुहुन्छ र वरिपरि यति अल्को पहाडै छैन र यहाँ प्रयोग भएका यी इँटाहरू पनि हजारौं वर्ष पुराना इँटा प्रयोग भएका छन् र अनौठो कुरा त्यति गहिरो यति अल्को ठाउँमा यी इँटाहरू कसरी बोकेर ल्याइयो यो अनौठो कुरा छ र यहाँ सबै पानीको सिस्टम चाहिँ अन्डरग्राउन्ड छ। यहाँ पानी जम्दैन यहाँबाट एक्स्ट्रा भएको पानीहरू दरबारको तल सेनाको ठाउँमा जान्छ र लङ्काका राजाले त्यो बेलामा बनाएको यो दरबार अनौठोको पनि अचम्मकै छ। यो यति विशाल चट्टानमाथि यतिसम्म ठाउँ छ सायदै यो ठाउँलाई आज पनि अचम्मको ठाउँ मानिन्छ किनभने यो प्राकृतिक रूपले नै यस्तै ठाउँ छ। यहाँ बीचमा एउटा ठुलो रुख रहेछ र यहाँदेखि यो दरबारबाट सिधै अलिकति तल जाँदा यहाँ भित्रभित्र पनि केही होला ऊ तल राजाको पौडी खेल्ने ठाउँ होला र अहिले चाहिँ यहाँ घुम्न आउनेहरूले पुरै यो चाहिँ के हो जब गर्ने ठाउँ हो। यो ठाउँमा चाहिँ रावण हेर्न आउनुभएका सबैजनाहरू यो ठाउँमा चाहिँ शीतलको पनि पराकाष्ठ रहेछ। यहाँ चाहिँ सबैजना आएर शीतल खाइराख्नु भएको छ। यहाँ चाहिँ हावा दामी चलेको छ। म चाहिँ यहाँदेखि तल के छ हेर्न जान्छु। यो सायद पानी जम्मा गर्ने ठाउँ होला। त्यो बेलामा पानी जम्मा गरेर पानी लिन नाने ठाउँ पनि त्यहाँबाट त्यसरी बनाइएको छ र सबै अन्डरग्राउन्ड सिस्टम छ। अब जाउँ है। कस्तो छ त यहाँ पुरा हावा चलिरहेछ। यहाँ चाहिँ हावा चलिरहेछ र यो ढुङ्गा माथि यहाँ कस्तो छ हेर्दै जाउँ न। तल के छ
ऊ तल त एउटा दरबार जस्तो पनि रहेछ। यहाँ पोखरी रहेछ। यो चाहिँ रामर यो ठाउँमा कसरी पानी आयो होला हेर्नु न, ढुङ्गालाई खोपेर पोखरी बनाइएको छ र हामी यहाँबाट तल पोखरीतिर जान्छौँ। ढुङ्गालाई खोरेर पुरै पोखरी बनाइएको छ भने हनुमानले आएर जलाएपछि यो कालो भएको अरे यहाँको स्थानीयको भनाइको अनुसार। यो पुरै जले जस्तो देखिन्छ र यहाँको माटो यो ढुङ्गा माथि सबै यो ढुङ्गा छ। जहाँसम्म लाग्छ मान्छेले मुनिबाट तल चाहिँ राजाले आफ्नो दरबारबाट लङ्कालाई हेर्ने ठाउँ हो है। राजाले यस्तो ठाउँमा रावणको दरबार रहेछ र त्यही भएर पुष्पक विमानमा चाहिँ रावण हिँड्ने रहेछन्। अब यो लङ्का आउनको लागि यो दरबार आउन यी ढुङ्गाहरू पार गरेर आउनुपर्छ। यो 200 मिटर 300 मिटर विशाल ढुङ्गाहरूलाई पार गरे। अब त्यो बेलामा यो ढुङ्गाहरूलाई पार गरेर लङ्काको हावा कति चलेको मैले बोलेको सुनेको छ कि छैन, तर यो तलबाट यहाँनिर आउन सक्ने हनुमानदेखि बाहेक अरूलाई गाह्रो थियो, किनकि तल सुरक्षाका लागि सेना बस्थे रे राजाका। अहिले पनि त्यहाँ संरचना छ र त्यहाँ पर एउटा वरिपरिको लागि पोखरी बनाइएको छ, यो दरबारमा कोही पनि नआओस् भनेर पानीको। र यहाँ पार गरेर योबाट चढेर लङ्काको दरबार यहाँ आउन जो कोहीलाई एकदमै गाह्रो ठाउँ थियो। र यहाँ अहिले यति विशाल हावा चलेको छ, तल हावा चलेको छैन, तल कुनै पनि रुख बिरुवा त्यति साह्रो हल्लेको छैनन्। यो